नमस्कार साथीहरू, आज हामी सकस सिरियलको बारेमा कुरा गर्न गइरहेका छौँ। कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। सकस सिरियलमा पहिलेको एपिसोडमा हेरिसकेका थियौँ कि चन्द्रे र चन्द्रेको भाइ मुकेशले गुन्डाहरूलाई पिटेर लडाएको र घरमा आएर उनीहरूले झगडा गरेको कुरा हामीले अघिल्लो सिरियलमा हेरिसकेका छौँ। उता मुनाको भाइ भने गुन्डाहरू बटुल्दै ल्याएको भनी आमाले गाली गर्दै हुनुहुन्छ र नबोली जान्छ। त मुना बुबाकोमा भाइ पिट्न गयो पिनाजुला भन्दै कुरा गर्न जाँदै गर्दा उसको भाइले देखेर फर्किन्छे कान्छीकोमा हुने र आफ्नो दुरालाई बचाइदिन भनी भिख माग्छे। उसले पनि आफ्ना गुन्डाहरूलाई भनेर त्यो माथि गएको छ भनेर भनिदिन्छे र उनी गुन्डाहरू पनि उसँगै पिट्न भनी सँगसँगै जान्छन्। त्यत्तिकैमा उनीहरू वहाँ पुग्दै गर्दा मुना पनि वहाँ पुगिसकेकी हुन्छे र मुनाले कर ल्याउँछे र भन्छे। उता भने मुनाको बुवाले भाइलाई ल्याएर माफी माग्न लगाउँछ र उहाँबाट फर्केर जान्छ। तर यता भने चन्द्रै मुना र मुनाकी आमा र सन्देश भएर कान्छीकोमा जान्छन् र उसलाई सँगसँगै राख्न भन्छन्। उता भने मुना आफू बाँच्छु कि बाँच्दिन भन्दै रुँदै कराउँदै बसेकी हुन्छन् र यता मुकेशले पनि मसँग बस्न सक्दिनस् भने जा भनी दुलैलाई सम्झाइरहेको हुन्छ र दुलैले पनि खुसी छैन तिमीसँग भनिरहेकी हुन्छ। यत्तिकैमा यो सिरियल सकिन्छ। हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु